अब नाडाको विषयमा त अध्यक्षज्यूले भनिसक्नुभयो होइन। अब अहिले मुलुक चाहिँ नि एउटा भनौँ अर्थतन्त्र एकदम चुनौती घडीमा छ। सबै साथीहरूलाई थाहा भएकै कुराहरू हो। हामी सबैले एउटा चुनौती भोगिरहेछौँ होइन। एउटा चाहिँ बजार शिथिल छ, समग्र माग बढ्न सकेको छैन। त्यसले उद्योग व्यवसायहरू पनि सञ्चालनमा कठिन भइरहेको छ, व्यवसायीहरू पनि कठिन अवस्थामा छ। र अर्को कुरा चाहिँ नि व्यवसायीको मनोबल चाहिँ नि भन्नुपर्दाखेरि इतिहासकै उसमा चाहिँ एकदमै सबभन्दा कमजोर अवस्थामा, एकदम मनस्थिति चाहिँ नि बिग्रेको अवस्थामा छ। मैले चाहिँ झन्डै यो 36 वर्षको आफ्नो व्यावसायिक यात्रामा आफूले हेर्दाखेरि यस्तो किसिमको समय चाहिँ देखेको छुइनँ। नयाँ सरकार आएको छ, सरकारले चाहिँ नि जुन अर्थतन्त्रलाई अगाडि बढाउँछु भनेर प्रतिबद्धताहरू गरेको अवस्थाहरू छ। र चाहिँ नि यसमा चाहिँ नि जुन $5 देखि 7 वर्षमा चाहिँ नि $3000 चाहिँ हाम्रो प्रति व्यक्ति आए, चाहिँ नि $100 बिलियन को इकोनोमीको कुरा, र त्यस्तै चाहिँ 12 लाखलाई रोजगारी दिने सरकारले प्लान गरिरहेको छ। तर सरकारले चाहिँ नि बजेटबाट घोषणा त गर्यो, तर ती कामहरू चाहिँ नि अगाडि बढाएनन् कि त्यसमा चाहिँ रणनीति के लिए, प्लानिङ खै, पोलिसी खै, स्ट्राटेजी कहाँ छ भन्ने कुरा चाहिँ नि आउँछ। निश्चय पनि नेपालको चाहिँ नि अर्थतन्त्रलाई रिइन्जिनियरिङ गर्नुपर्ने अवस्थाहरू चाहिँ नि भएको जस्तो मलाई लाग्छ। त्यसले रिइन्जिनियरिङको लागि सबैले सोच्नुपर्ने जस्तो मलाई लाग्छ। र म आज प्रसङ्गमा चाहिँ सबै अर्थतन्त्रका सबै पाटोमा नजाउँ, मैले नाडाकै यो अटोमोबाइल सेक्टरको केही डेटाहरू लिएर आएको हुनाले यो डेटा अटोमोबाइल सेक्टरको मात्र केन्द्रित गरेर म भन्न चाहन्छु। झन्डै चाहिँ नि गत वर्ष 106 अर्बको चाहिँ नि 1 खर्ब 6 अर्ब 106 खर्बको चाहिँ नि आयात भएको छ। 81-82 अर्बको चाहिँ नि राजस्व चाहिँ सङ्कलन गरेको छ। भन्दाखेरि 17-18 खर्बको चाहिँ जुन आयातमा चाहिँ नि 106 खर्बको चाहिँ जुन चाहिँ आयात यो क्षेत्रले दिएको छ। यो क्षेत्रको लागि राज्यले हेर्ने दृष्टिकोण के छ? अध्यक्षज्यूले पनि भन्दै हुनुहुन्थ्यो, सबभन्दा महत्त्वपूर्ण कुरा यतिको कन्ट्रिब्युट गर्ने राजस्वमा चाहिँ नि 81 अर्ब चाहिँ नि कन्ट्रिब्युट गर्ने, 12 अर्ब जति राजस्व उठिएको छ होला, 11 अर्ब चान्चुन उठिएको छ। त्यसमा चाहिँ नि यत्रो कन्ट्रिब्युसन गर्ने भनेको चाहिँ धेरै ठुलो 9%, 8-9% चाहिँ नि कन्ट्रिब्युसन गर्ने क्षेत्र हेर्ने दृष्टिकोण, बुझ्ने दृष्टिकोण, सोच्ने दृष्टिकोण चाहिँ परिवर्तन हुनु पर्यो भन्ने कुरा चाहिँ नि सधैँ हामी म पनि अटोमोबाइल व्यवसायी नै भएको हुनाले यो उठाउँदै आएको कुरा हो। सम्माननीय राष्ट्रपतिज्यू मार्फत चाहिँ म नेपाल सरकारलाई यसमा चाहिँ नि विशेष सचेत हुन र यसमा चाहिँ नि विशेष ध्यान दिन चाहिँ म आह्वान गर्न चाहन्छु। र मैले के भने नि यस्तो यत्रो आयात छ होइन, यसलाई चाहिँ नि देशैमा सम्भावनामा किन परिवर्तन गर्नु? केही म नाडाको अध्यक्ष हुँदाखेरि मलाई सम्झना छ, हामी 3 जना, शेखर गोल्छा, म, सौरभ ज्योति, 3 जनाले यस्तै नाडाकै अटो सोकै उद्घाटनमा हामी त्यो बेला भेटुटी मण्डपमा चाहिँ कार्यक्रम गरेका थियौँ। हामीले आह्वान गरेका थियौँ। त्यो बेला चाहिँ रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो। उहाँलाई चाहिँ आह्वान गर्दाखेरि हामीले चाहिँ यो अटोमोबाइलमा चाहिँ भन्सार दरहरू एकदम बढी भयो, त्यो घटाइदिनु पऱ्यो भन्ने किसिममा हामीले चाहिँ राखेका थियौँ। र चाहिँ त्यो बेला चाहिँ अर्थमन्त्रीजीले त्यही मञ्चबाट ल तर ती उद्योगहरू के अवस्थामा छ भनेर सरकारले कहिले पनि ध्यान दिएको छैन। ती उद्योगमा आएर ल तपाईँको के छ त समस्या भनेर सरकारले ध्यान दिएको छैन। उद्योग खोल्यो त्यतिमा मात्र ध्यान छ। तर अहिलेको सरकारको त अझै कुरा गर्दाखेरि त बन्द भएर 20-30 वर्षदेखि बन्द भएर उद्योग सञ्चालन नरहेका उद्योग खोल्ने, अरू उद्योगहरू के छ भन्ने कुरा अवस्थामा ध्यानै नदिने परिस्थितिहरू भइरहेको छ। यो मानेमा म सरकारलाई एउटा ध्यान आकृष्टि के गर्न चाहन्छु भने नि बुढापाकाले भन्थे नि भुइँको टिप्छु भन्दाखेरि पोल्टाको खस्ला कि भन्ने चाहिँ नि पनि ध्यान दिनुपर्छ भन्थ्यो नि। यो कुरा म सचेत गराउन चाहन्छु सरकारलाई, किनभने नि यत्रो ठुलो राष्ट्रमा थुप्रै उद्योगहरू छ। अहिले सरकारले सञ्चालन गर्न चाहेका मध्येका उद्योगहरू थुप्रै बन्द भएर बस्छन्, थुप्रै चुनौती अवस्थामा छ। ती उद्योगहरूलाई नहेरिकन त्यो यी उद्योग मात्र चलाउँछु भन्ने किसिममा सोच्नु हुँदैन। ठिक छ, राम्रै हो सरकारले त्यो उद्योग चलाउँछु भनेर, ती उद्योग चलाएर अरू उद्योगलाई पनि हामी प्रोत्साहन गराउँछौँ, यहाँ चाहिँ सस्टेनेबल बनाउँछौँ। ती उद्योगहरू पनि सबै सञ्चालन हुनुपर्छ। जस्तो अहिले पछिल्लो पटकको एउटा इक्जाम्पल हेर्न सकिन्छ, बङ्गालमा चाहिँ नयाँ सरकार आयो, बङ्गालमा चाहिँ सबै विगतमा बन्द भएका उद्योगहरू सञ्चालन गर्ने अहिले मुख्यमन्त्री लागेको भन्ने हामी
सूचना सुन्दैछौँ। त्यस कारणले सरकारले अलिकति सोच चाहिँ नि फरक गर्नुपर्छ। अटोमोबाइल सेक्टर यत्रो चाहिँ नि छ, के अरे अवसरको चाहिँ सेक्टर छ, थुप्रै अवसरका सेक्टरहरू छ, ती कुराहरू गर्दाखेरि लामो हुन जान्छ। त्यस कारणले चाहिँ अवसर भएको यत्रो चाहिँ 106 खर्बको चाहिँ जुन आयात भइरहेछ अझै बढ्दो क्रममा छ, त्यो इन्डस्ट्रीलाई चाहिँ सरकारले यहीँ चाहिँ नि बनाउने किसिममा कसरी प्रोत्साहन गर्ने। झन्डै 20-22 अर्बको त तपाईँको स्पेयर पार्ट्स पनि आयात हुन्छ। अर्को यसमा थप्नुपर्ने कुरा हो, यसको चाहिँ नि इकोसिस्टमको कुरा गर्दाखेरि त धेरै ठुलो हुन जान्छ। पेट्रोलियम पनि यसले कति प्रयोग गर्छ भन्ने कुरा पनि त गर्नुपर्ने हुन्छ। त्यसैले यी सबै कुराहरू हेरेर राज्यसँग अपर्च्युनिटी हुँदै देशमै अपर्च्युनिटी छ यसलाई चाहिँ नसोच्ने किसिममा जानु हुँदैन। सरकारले यसमा चाहिँ नि सोच बनाएर यसमा एसेम्ब्लिङबाट हुन्छ, कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङबाट हुन्छ, कताबाट आउन सकिन्छ, यसलाई प्रोत्साहन गर्नुपर्छ। त्यसको लागि सरकारलाई म आह्वान पनि गर्न चाहन्छु। र यसको लागि डाँडा लगायत चाहिँ उद्योग वाणिज्य महासङ्घले चाहिँ नि हामी सरकारसँग हातेमालो गरेर जुन 100 बिलियन इकोनोमी यो चाहिँ नि के अरे 12 लाखलाई रोजगारी दिने जुन चाहिँ नि सरकारको चाहिँ नि एउटा लक्ष्य लिएको छ त्यसमा चाहिँ साथ दिन हामी तयार रहेको कुरा चाहिँ नि म जानकारी गराउन चाहन्छु। र अन्तमा चाहिँ धेरै लामो नलिउँ, चाहिँ नि अन्तमा चाहिँ नि नाडा अटो सोको चाहिँ नि यो 2026 को चाहिँ पूर्ण सफलताको कामना गर्न चाहन्छु। र चाहिँ नि म चाहिँ नि नाडाले चाहिँ नि अटोमोबाइल सेक्टरमा जुन किसिमको चाहिँ एउटा भूमिका खेलेको छ, हाम्रो अटोमोबाइल व्यवसायीहरूले त्यसलाई चाहिँ निरन्तर गर्नुहोस्, त्यसलाई अझै अगाडि बढाउनुहोस्। अब म सबै साथीहरूलाई एउटा आह्वान पनि के गर्न चाहन्छु भने जसले स्पेयर पार्ट्सहरू ल्याउनुहुन्छ एउटा भोल्युम स्केलेबल छ भने, स्केलेबल र चाहिँ नि इकोनोमिक स्केल छ भने तपाईँहरूले यही नै बनाउने सोच्नु पऱ्यो। केही टायरको, ब्याट्रीको केही कामहरू चाहिँ सुरु भइसकेको छ, अरू पनि सुरु गरौँ। नेपालमा चाहिँ उद्यमशीलता बढाउँ, हामीले यहाँ चाहिँ रोजगारी सिर्जना गरौँ। हाम्रो युवा जुन पलायन छ एकदम चुनौतीपूर्ण अवस्थामा छ। यो जुन अहिले हाम्रो जनसङ्ख्यिक लाभ जुन छ नि अब 10 वर्षपछि हामीले पाउँदैनौँ, हामी गुमाउँछौँ। हाम्रो मुलुकसँग भएको सबभन्दा एउटा चाहिँ नि मुख्य स्रोत त्यो गुमाउँदैछौँ। त्यसले चाहिँ नि उद्योग लगाएर चाहिँ यही नै उत्पादनशील क्षेत्र चाहिँ बढाएर रोजगारी सिर्जना गर्ने काममा र चाहिँ नि रियल वेजेस बढ्ने किसिममा अझै अहिले चाहिँ नि नयाँ टर्ममा कुरा गरिन्छ कि रियल वेजेस चाहिँ राम्रो हुनु पऱ्यो भन्ने किसिमको टर्ममा चाहिँ नि काम गर्ने कुरामा सबै साथीहरूलाई चाहिँ अटोमोबाइल सेक्टरको साथीहरूलाई आह्वान गर्दै म चाहिँ नि सामान्य उपराष्ट्रपतिज्यूलाई हार्दिक आभार व्यक्त गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्नुभएकोमा पुनः हार्दिक आभार व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार।